हेलो गाइस फ्रेन्ड्स खातिर युट्युब च्यानल यता रेन्स र म छौं एकचोटि रेन्स उफ्रेन आज हामी आयन र म खेल्न लाग्छौं प्रिजन स्केप आज हामी को छिटो रेसमा जित्छ भनेर खेल्न लाग्छौं ल अब खेल्न लाग्छौं सबैले हामीलाई लाइक र सब्स्क्राइब गरिदिनु होला ल आयन आइज मसँग 3 2 1 गो ओइ कहाँ गल्छ म ओ कोले माने मलाई ओइ हाने हो यार भाग के ओइ पागल भाग इनहरु को हो के नुबडाहरु हान्छन् यार ओके कस्तो रहेछ के यार ओइ हानेर हान ओइ मलाई लक गर्दियो मलाई यहाँ लक गर्दियो के लक गर्दियो मलाई यहाँ म हिँड्न सके छैन आएर हिँड्न सकेन तर मलाई के भयो म त रेस खेलेको म त जित्न सक्छु अब यार मोरी हेलो बोइस ओइ म मोर्दै डाइरेक्ट गए मलाई के र यो लक भए पनि म त जित्न मा नुबडा पक यस्तै धोका दिस मलाई यो धेरै पछाडी गइसक्यो म त अगाडि जान्छु अब सपने देखने बुरी बात नहीं है तर सपने को पूरा गर्ने तँलाई त मैले कति हराउँछु गाइस किन मलाई अस्ति नि मलाई अस्ति टाइमै मिल्थेन जत्रो पनि स्कुल जाने आज शनिबार त्यही भएर के ल हेरम नुबडी बाबु ओए म यार मरे के थैट मलाई के भयो रेन्ज रुक न रुक्दिन के भएर म रुकेन गाई गर्नु हजुरलाई मजा आउँछ भिडियो मेरो सब्स्क्राइब गरिदिनु है प्लिज के यार म त धेरै भयो कि धोका दिस के मलाई दिन्छु नि पक गाई हजुरहरूले एउटा ट्रिक बनाऊँ यहाँदेखि एकदम छोटो जम्प हान्दै अनि यहाँ पुग्छौँ हामी म पनि आएँ म नि यही छु नुबडी मोटे आउँछ के म मोटेलाई डर लाग्छ ऊ टोयलेट पनि पुग्यो यार यो गाई यार छिटो जान मोटे छिटो नुबडी मोटे नुबडे मोटे भैँसी जान उतापट्टि फर्के यसमा खन्नी टोयलेटमा जम भाइ मोटे उता जा भाइ म त मारिदिन्छु तँलाई मम्मी छोपिहाल्नु नि त भइन्छ कस्तो छोपिदियो के गाई चाहिँ हेर्नु है गाई चाहिँ हेर्नु है चलो भाइ छोपिदियो गाई थ्याङ्क्स गाई यार रेड बटम क्लिक छ क्लिक भाग गाइज भागम गाइज छिटो ओए म फेरि यहाँ झरे छोप्दिन्छ छोप्छ मलाई गाइजहरु मलाई हिन्दी बोल्न आउँदैन त्यही भएर म नेपाली बोल्छु फेरि ओए गाइजहरु यहाँ फेरि मर्दैन भने अनि फेरि जम गाइज फेरि म यो कुन चाहिँ टंगा त आयो ओइ अब यहाँ के हो यो ओइ घरमा मम्मी झरे भनेर म झरेन गाइजहरु देख्नु भयो होला नि ओए मम्मी बच्चे कस्तो डराउन छ यार यो जम ओए त उता पुगिसकिस् अर्को वर्ल्डमा म बोल्न यही उसमा हो यार गाइजहरु तँ कता पुगिसक्यो अगाडि पुगिसके गाइजहरु यो एकदम पछि त कता खास र म यता टोयलेटमा हो बल्ल छिटो खन्छु म ओ खन्नी चिजै छैन ओए ओ यहाँ ए यहाँ रहेछ खन्नी यहाँ खन्नी यहाँ राखेर रहेछन् यहाँ पहिला ओए खन्नी लिन गाइजहरु म अगाडि पुगिसके परि लिने हो र खन्नी ए सरी फाल यो आयन कता पुगिसक्यो के जो पनि हाल्छ त 10 पुसअप यो त 20 पुसअप हान्छ थाहा होला नि ल कहाँ पुगे म सेटिङमा ओए गाइजहरु जो पनि हाल्छ त्यसलाई 20 ओए मोरे म जो पनि जित्छ त्यसलाई एउटा +1 उसमा एउटा उ दिनुपर्छ है एउटा ब्रेन नोट दिनुपर्छ कि लकी ब्लकमा मसिके त राम्रै छैन चुज गर्नुपर्छ है आफ्नो ब्रेन नोट मसँग त कति धेरै ब्रेन नोट छ यार सेलेस्टियल डिभाइन म यति यार गाइज यार म यहीँनिर मरेको ओइ गाइजहरु बच्चे गाइज हैन एकदम ओपी भयो
है गाइज ल म पनि यहीँ पुगेँ गाइजहरू एकछिन ऱ्यान्ससँगै पुगेँ म पनि अब छिटो म बलनिर पुगेँ त अन्डा हान्ने खालेमा पुग्न लागिसकेन होइन म पनि यहाँ बलनिर पुगिसकेँ यो लाभा बल धन्नै बचेमा यत्रो ठुलो गोले गले अन्डा भीम के अरे उस हनुमान भगवान्ले खानुभएको थियो नि हो त्यही अन्डा आयो 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 गाइज भागम गाइज भागम जम माथि जम ओ यो आयो न्युबुढीमा एकचोटि मर्नै पर्छ जम गाइज एकचोटि म यहाँ एकचोटि छोपाइदिन्छु के हुन्न मलाई त छोप्छु मलाई छोप्छु बाबु मैले दिएँ तँलाई छोप के गर्छस् र मास्क लगाएर न्युबुढी मास्क मैले यहाँ एउटा मैले रो खर्च गरेर पाएको 100 रुपियाँ रो खर्च गरेको 100 रुपियाँमा छैन अहिले त भ्याइयो सब यही कपडामा खर्च गर्दा मैले मैं बहुत अमीर हूँ मोरे यार गाइज अब फेरि यो कालेसँग बच्नुपर्छ काले ओए मलाई नछोप काले ओ त भाले त पोथी है त भाले हैन पोथी होस् भनिदियो आइज देखा मोटे मम्मी बच्चे इति यहाँ त पारै गर्नुपर्छ उही बच्चे गाइजहरू यार माथि जाने अब यो जम माथि जाम मजा आउँछ एकदम मजा आउँछ गाइज है ए फेरि आयो यो कहाँ सोए म त यहाँ स्पिडमा पुगिसकेँ यहाँ दुग्रिनीमा वा कति स्पिड हो र गाइज अरे भाइ साहब मर गया बे अरे भाइ गाइज कस्तो भयो यार एकचोटि फेरि वान मोर ट्राई गरौँ है ट्राई ल रेन्ज कहाँ पुगिसक्यो यार म हामीभन्दा गाइज जित्छ रेन्ज भने तर हार्छ त नुबडा हो कमेन्ट गर्नु म प्रो हो कि रेन्ज प्रो हो कमेन्टमा लेख्नु है मलाई पनि कमेन्टमा लेख्नु है गाइजहरू आयन ग्याङ प्रो हो कि रेन्ज ग्याङ प्रो मेरो सब्सक्राइबरहरू रातो दिल भेट्नु होला आयन ग्याङको रेन्ज ग्याङको सब्सक्राइबरहरू स्वागवाला इमोजी भेज्नु कि रेडवाला इमोजी भेज्नु होला कि आयन ग्याङको सपोर्ट ल भने ब्ल्याक दिल ल जम गाइज ल हाल्नु होला आयन ग्याङको सपोर्टर हो भने मेरै हुनुहुन्छ नि के धेरै जस्तो मेरै छन् भाइ के तार भन्नुहुन्छ र अनि मैले भन्ने हो नि गाइजहरू त मेरो हो नि गाइज तिमीहरूको तेरो छैन नि यो मैले पार गर्नै सकेन कि गाह्रो भयो कि यार गाइज मैले पुसअप हान्नु पर्छ क्या हो रियल लाइफमा पुसअप हान्न त मैले सक्दिनँ तर के गर्ने तर हात चिप्लेको मेरो गाइजहरू एकचोटि म यो पार गर्छु यो लेभल अनि हो त फाइनली गाइज म फेरि यहाँ पुगेँ बल्ल त होइन काम लाग्दा हात चिप्ले गरेर पसिनै आएको थियो नि त बल्ल यहाँ पुगेँ यो लेभल पार गरेँ 1 घन्टा लाएर आधी मिनट हो 1 घन्टा जस्तो लाग्यो होला तर आधी मिनट पनि आधी सेकेन्ड हो क्या लिभर दाब्ने अब यो लिगम पहिला यो छिटो ल जाने अनि यहाँ पहिला यो कहाँ यहाँ प्लेस गर्ने हो क्या हो न यहाँ प्लेस गरौँ न
प्लेस गरेँ अब माथि जाम यो खोलौँ म चढ्दै एकैछिन 1 घन्टा पनि लाने 1 मिनटमै चढ्दिएँ ओएमा यहाँ त धुकुल्नी रहेछ ओएमा बच्चा हो गाइज यो लेभल लास्ट यो लेभल गाह्रो हो गाइज यार ओएमा ओए गाइज ओए हावाले उडायो त मलाई हावाले उडायो ओए धन्नाले बच्चे 1 नम्बर गरेर आउँछु हजुरहरूले छिटो ल हजुरहरूले जित्दैन त्यति छिटो म छिटो मरेर ओए म ल छिटो गाइजहरू है म यो ऱ्यान्च त हार्छ यार गाइज ऱ्यान्च हार्छ कि हार्दैन भन्नु त ऱ्यान्चको गाइजहरू त्यो नुब्रा पिसा फेर्न गह त्यो नुब्रा हो होइन मेरो गाइजहरू पनि भन्नु होला ऱ्यान्च कस्तो नुब्रा होइन त्यो खानामा मात्र जित्छ त्यो मोटे हाप्सी होइन गाइजहरू त्यो एकदम खाना नपाएको भिखारी जस्तै गर्छ त्यो एकदम भिखारी नै जस्तै गर्छ आयो ओए गाइजहरू ओए म मरेन धन्य ओए म्या गाइजहरू यो कसरी पार गर्छन् होला कसरी पार गर्छन् मरे गाइजहरू यो लेभल ऱ्यान्चले पार गरिदिन्छ है त बच्चा भनेर देखो गाइजहरू यहाँ म यो कहाँ पुग्यो ऱ्यान्च म यहाँ ऱ्यान्चको खेल्दिरहेको गाइजहरू बच्चा भनेर दिइराहु बच्चा गाइज यो बच्चा म बच्चा कमेन्टमा लेख्नु होला फेरि के गर्ने हो यसमा ए बाहिर निस्किने बाहिर पनि पुगिसकेको छ गाइजहरू के बोल्ने यता पुगेछ ल गाइजहरू ल ऱ्यान्च त पार गरिदिन्छ त्यतिसम्म यसमा के गर्ने हो र माथि जाने अनि उता कट्ने मलाई पनि थाहा मलाई नै आउँछ ऱ्यान्चको यो लिने खपटो अनि प्लेस खपटो लिएपछि अनि प्लेस गरिदिने यो खपटोलाई अब यो अर्को खपटो ल्याउने अनि त्यहाँ प्लेस गर्न जाने खपटो के भन्छ गाइज खालि मलाई थाहा छैन है कसरी प्लेस गर्ने त गाइजहरू यो कति गाह्रो हुँदैछ कति सानो यहाँ गाइजहरू ऱ्यान्चको गाइजहरू ऱ्यान्चलाई यो पनि पार गराइदिए अब यो हार्ड लेभल हो यो मैले सक्दिनँ यो नगर ऱ्यान्चलाई यो लेभल ऱ्यान्चलाई हो र ऱ्यान्चको गाइजहरू कस्तो हुनुहुन्छ एकदम दामी ओपी यस्तो हुनुहुन्छ नुब्रा भिडियो युज गरेन छ के यत्रो बेरसम्म के होइन गाइजहरू ऱ्यान्चको गाइजहरू कस्तो हुनुहुन्छ के रे भिडियो ऱ्यान्च भर्खर पिसा फेरेर आइदिएको त्यो मेरो गेम खेलिदिइराखेको छु म आज हजुरसँग हेरौँ यहाँ पुगिसकेँ मैले यहाँ पुगाइदिइसकेँ त हल्का गेम उस भएको मैले पुगाएको त त्यसै छैन आउनुसम्म मैले यहाँ पुगाएँ आधी बाटो यो पुगेको थियो अनि मैले एउटा मात्र लेभल गरेको यही लेभल गरेको नत्र यसले गरेको आधी सब त बाहिर निस्किन मलाई डर लाग्छ म जान्न यहाँ उस छ के उस फाल्छ ऊ त्यो रोबोट देख्नुभयो रोबोटलाई त्यो रोबोटले त्यसले मलाई दिमाग खान्छ त्यो रोबोटलाई म यहाँबाट हान्न पाइन्छ ल गाइजहरू म फेरि आएँ ओए यो ऱ्यान्च कहाँ पुग्दै त्यही त यो ऱ्यान्च त कस्तो रहेछ यार गाइज यहाँ एउटा लेभल पार गरिदियो भनेको त कति धेरै लेभल पार पो गर्दैछ नुब्रा रहेछ यो मैले के भनेको कान भइरहेको क्या यसको ऱ्यान्चको त होइन गाइजहरू एकदम सक्दैन कि ऱ्यान्च त उस पार गर्न नुब्रा यो ऱ्यान्च भनेको नुब्रा प्लेयर हो
ल ल पार गरौँ ओए यहाँनिर म मोरे गाइज ल अब हेर्नु है मेरो स्टाइल हेर्नु टनन टनन ओए मोरे स्टाइल देखाउनमा लागेको त मरिहालेँ नि छिटो छिटो जाम है त गाइज ल ल ल ल ल ल मा मरिहालेँ नि टाइट गाइजहरू अब जम्प फेरि जम्प ओए गाइजहरू यहाँ कस्तो मरिँदैछ यार डबल जम्प यहाँ गाइजहरू म यो लेभल पार गर्छु है त छिटो ल्याएर यो लेभल पार गरौँ इन्जोय गर्नु है त यो भिडियोलाई छिटो ल्याएर म यो लेभल पनि पार गरेर देखाइदिन्छु म आयन ग्याङ भनेको के हो भनेर गाइजहरू म यो लेभल पार गरेर देखाइदिन्छु है ल गाइज म यहाँ पुगेँ हजुरहरूको बिचमा भिडियो काटेर छिटो जानु पर्यो एकचोटि जम्प गाइजहरू ल भित्र छिर्दिएँ ड्यान्स त उहाँ टाढै पुगिसक्यो यार मलाई डर लागिसक्यो ड्यान्स उहाँ म यहीँ छु बल्ल अब यो प्यानवाला मान्छे आयो अब यसले दिमाग काट्छ मेरो एकदम भेजा खराब गर्छ यसले जाम छिटो ल यता मलाई देख्छ फेरि देख्यो भने मलाई मार्छ यसले चलो भाइ चलो यसले अन्डा फाल्छ क्या यहाँ अन्डा फाल्यो भने उठ्छ मलाई डर लाग्छ अन्डा फालो स्लो भयो कि म स्लो भयो गाइज एउटा यो लिगम अनि मजा लाग्छ गाइज ल छिटो यो लिग्न शीतल ल गाइज ल मार्ने लगाइदिए ल मारिदिए यसलाई नुब्रालाई क्वाइन हो के लेखिदिएँ मैले है क्वाइन पैसाहरू लेखिदिएँ मसँग कति पो 80 रुपियाँ भयो जम हो पार गर्दै एक मिनट पनि लागेन एकछिनमै भयो यो लेभल त अब स्लाइड आयो एकदम मजा एकदम ओपी एन्ड प्लेन हुन्छ अब जाम छिटो जाम यता बुवा कराउनु नभन्नु है ल बाच्चे ल यहाँ झरे अब हामी चढम माथि कता यता सिडी रहेछ अब चढम छिटो गाइज हेल्थ थोरै हो यार मेरो एक्जिट म यहाँ पुगेँ कहाँ हो यो के हो यो कस्तो यो लेजर खारे रहेछ म लेजर खाले त एकैछिनमा पार गरिदिन्छु लेजर त यति आसान खाले हो नि यो गेम लेजर खाले गेम यति आसान छ नि ल गाइज ल बच्चे यतिले नत्र म एक्चुअली जान्थेँ नत्र म ल यहाँसम्म त पुगेँ बल्ल यहाँ के गर्ने हो त्यो उसलाई मलाई यो आउँछ यो गेम यो यहाँ मेरो एउटा साथी पुगेको थियो अनि त्यही भएर यो देखेको थिएँ यति इजी भयो यो उस राख्ने अनि हुन्छ पहिला क्लिक ओए झऱ्यो त ओए म नि झरेँ माथि चढौँ छिटो ड्यान्स त यार पुग्न नि लागिसक्यो गाइजहरू त्यसरी हामी पुगौँ न छिटो त्यो ड्यान्स पुगिसक्यो हामी हार्ने भयौँ हार्दैनौँ हामी पहिला कुरो हार्दैनौँ हामी गाइजहरू जाम छिटो है ल गाइजहरू पार गरेँ यता अब जाम हामी फेरि अब एउटा फेरि रिस्पोन गरौँ तिनटै यो गरौँ कहाँ जाने रहेछ यार यो कहाँ हरायो मलाई रिस उठेछ नि यस्तो भेजा यता फेरि ब्लक लगाइरहँ फेरि हराइरह फेरि ब्लक लगाइरहँ फेरि यो लगाइरहँ फेरि हराइरह के भयो ओए गाइजहरू मलाई डर लाग्यो यता यो त एकदम भेजा खराब भयो फेरि अब यो लिगम छिटो ल गाइजहरू यसको माथिबाट जानुपर्छ ओए बाच्चे गाइजहरू फेरि यसमा भेजा खराब हुने रहेछ कि एउटा गर्सी एउटा हुने अब त्यो हराउँछ अब हेर्नु है यहाँको हराइ पनि सक्यो
पहिले के गर्छु भन्दा म एउटा सेन्स दिमाग लगाउँछु एउटा तल फालिदिन्छु यो सब तल फालिदिन्छु यो सब तल फालिदिन्छु अब एक उल्टा गरेर लाने कहाँ यो लिगिरहेकोमा पहिला यो पोहोर स्पन ओए यो पनि झऱ्यो गाईहरू के गर्ने होला यो पनि झऱ्यो म के गरौँ यार यो गाईहरू फेरि यो अब रियल म दिमाग खराब भयो म अब हेर्ने गाई कसरी पारेर छु यो भयो गाई यो अब गाई जोए यो पनि झऱ्यो गाई डर लाग्यो मलाई यो 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 गाईहरू बल्ल बल्ल यहाँ यो हात दुखेर खतरा भएको थियो तरिका एकदम अलि चल्ली थियो ल मारम हान भाइ गाईहरू त्यसको टाउकोमा हान्नुपर्छ टाउकोमा हान्नुपर्छ त्यसलाई टाउकोमा हान्नुपर्छ छिटो यसलाई मारिदिन्छु म यसलाई गाईहरू मलाई डर लाग्यो यसले मलाई मार्ने लगाइदियो गाईहरू के गर्ने यसले मलाई मारिसक्यो छिटो मारु के यसले मार्यो गाईहरूले ओए मारम आजको लागि यति नै बाई गाईहरू डान्स पनि ब्याक गयो है म पनि जान्छु बाई ल गाई यो मारिदिएँ मैले यतिकै भनेको अघि भ्याइ होइन मैले मजाक गर्नलाई हो यता गाडी रहेछ ल छिटो बसौँ अब हिँडौँ ओए कता गएँ म भेटियो ओए गाईहरू अब के गर्ने हो यस्तो आहा माइक ऑन है नि त के गर्ने त माइक ऑन है मिल्छ माइक गर्न डन गर्दिम भिडियो हाल्न भिडियो ए फोटो हाल कहाँ हो अब कहाँ जाने हो गाई छ अब कहाँ जाने हो ए यता जानु रहेछ गाईहरू वे ब्याक गरौँ ल कता गयो जम्प भन्ने रहेछ वे गाई ल हुन लाग्यो त ल गाईहरू हेल्थ पनि कम छ पछाडि चल्न गाईहरू ल म ब्याक गर्दै दिमाग खराब ओए म कहाँ फसेँ ल गाईहरू एकचोटि मर्नुपर्छ म नमरेन भने त हुन्न फेरि दिमाग खराब गर्छ यो गाडीले म कहाँ पुगेँ ओए यो कुन स्टेसन हो कि स्टेसनमा पुगेँ म एकछिन पछाडि जाऊँ ओए सिडी रहेछ सिडीमा के हान्ने हो यहाँ सिडीमा चढ्ने हो जाऊँ त सिडीमा चढेर के हुन्छ गाइज अंदरको अंदर पुगे गाइजहरू म त उही ऱ्यान्च म अंदर पुगे हेर त म गाडीको हेर म कहाँ पुगे उही ऱ्यान्चले त देखेको नि छैन होला गाइज ऱ्यान्चको आइडीमा जानु होला अनि त्यसको आइडीमा हेर्नु होला त्यसको आइडीमा त्यो देखेछ कि देखेको छैन म त भित्र पनि गएर आइसकेँ नुडा हो तर त्यसलाई त
त्यसलाई त केही पनि आउन त्यो नुबड़ा ऐसे 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 कैसे इधर से कैसे जाऊँगी मैं तो जंप मार के नहीं मिलता इधर पीछे है क्या एक पीछे पछाडि नि हुन्छ क्या ओके पछाडि हेरौँ न छ कि छैन अरे भाई इधर भी नहीं है मेरा भेजा खराब हो गया अब मैं किधर जाऊँ तो इधर से नहीं ऊपर जाना मिलता अब मैं क्या करूँ एक बार मैं जा ओ मुझे एक बार दिमाग में आ गया ये क्या था ओपन इधर से ओपन नहीं होता है मुझे मालूम हो रहा मैले हिंदी बोल्दै आज गाइज मेरो दिमाग खराब भइरहेको थियो अनि त्यही भएर हिंदी बोल्दै मेरो दिमाग खराब भयो हिंदी कस्तो लाग्छ मेरो राम्रो थियो यो त राम्रै हुन्न त्यही पनि कस्तो लाग्छ हजुरहरूलाई भन्नु होला कमेन्ट बक्समा प्लिज ओए माथि चढे अब जम 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 हात गाइड चिप्ले भयो हात कति चिप्लो जम 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 माथि चढौँ छिटो 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 चढौँ है गाइड हेलिकप्टरमा पुग्यौँ गाइज हामीहरू ओए ल गाइज आजको लागि चाहिँ नै मैले पार पनि गरिसकेँ बाई बाई म